हेलो साथीहरू, सबैजना आराम हुनुहुन्छ? आज चाहिँ धेरै समय पछाडि थोरै हाँस्थ्यौँ न त भनेर आएको छु हैन। विशेष गरेर यो चुनावी माहौलमा एकदमै रमाइलो भइरहेको छ नेपालमा है। त्यो भएको कारणले थोरै यो मेम्सहरू चाहिँ कलेक्सन भएको रहेछ। यो हेर्दिउँ न त भनेर सँगै हाँस्नुपर्छ है। तपाईले आफ्नो दाँतको त सुधार गर्न सक्नु भएको छैन अनि पछि स्वास्थ्यको सुधार तपाई स्वास्थ्य मन्त्री भएपछि के अब भोलि यस्तै गरेर त भएन त दाँत क्याप हेर्नु सकी बाँड्दै आउनु भएको थियो त्यही भएर अब घाँस काट्न पनि हुन्छ घाम पनि झेल्नै भयो अझै टी सर्टहरू दियो भने झन् राम्रो म जस्ता भोलिन्टियर जन्मिनु पर्यो एमालेका पनि पार्टी भन्दा पनि मेरो घाँस काट्ने साथी मेरो खराब पानी छ मेरो खराब घाम छेल्ने साथी घाटा त लाएको छैन हेर्नु हाम्रै पैसा हो यो बिल्ला घन्टीको लाउने टोपी एमालेको लाउने अझ काङ्ग्रेसले टी सर्टहरू दियो भने त्यो पनि लगाइदिने सबैको मन राखिदिने सबैबाट फाइदा दिनु पर्यो नि त दिएको यही रहेछ अरू हामीलाई केही दिँदैन सुविधा दिँदैन अरू सुविधा दिँदैन अनि यो पाएको पनि किन छोड्ने बात त सही हो यता हेर त सुन्न तेरो भोडाले कहाँबाट हो भोटिङ कार्ड अंकल तपाईँ कुन पार्टीको म भाइन पे आ जाऊंगा मैं इनकी अङ्कल होइन म पनि स्टुडेन्ट हो कलेजको ल यहाँनिर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है सबका सब निलो जिस्काउनलाई राखे जस्तो कसलाई जिस्काउनु भएको त्यसरी ल नेपाली हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ मेसिन पनि छ म्यान पावर पनि छ खानी पनि छ तर बन्द अब चल्नु पर्यो नेपाली काङ्ग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो अब त्यो पनि सही हो सबै चल्नु पर्यो क्या है मोबाइल छ हजुरको म प्रत्येकमा सुन्थेँ क्या त्यो कार्यक्रमहरू त्यो के अरे जनता चाहन्छन् भने म कहिले टुटाउँदैन थिएँ नमस्कार अर्गान काङ्ग्रेचुलेसन मन्त्रीजी तपाईँको धारणा के होइन यति बेरसम्म यो 3-4 वर्ष कहाँ गरियो रेल कहाँ आयो पानी जात कति आयो ल यो बोजूको भनाइ चाहिँ एकदम ठिक छ है ल नेपाली कांग्रेस के भन्छ रवि दाइलाई ले भन्छ भोट केमा त्यसो भए भोट घन्टीमा ल म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ खत्तम ल के भन्छ भनेर अरू नेताले भन्छन् आशिकाले भन्दिन बोल्दाखेरि अलिकति होइन सही हो सही हो सही हो अनि सबैलाई रिग्रेट चाहिँ भएको छ क्या हो सही जनता मारे ल घन्टी नै होला नि भाइ किन हो भाइ अनि हातमा सूर्य छ भाइ भोट त माटोमा होला नि माटोमा हाल्नु भन्दा तपाईहरु केपी ओलीलाई हाल्छु हर्क धेरै घमण्डी छ म मरेपछि म उही खोला जाँदा नि खोलाबाट पनि तैँले भोट दियो भने पनि म सूर्यलाई नि दिन्छु यी घन्टी सन्टी भन्ने यस्तो अन्धभक्त भएपछि रवि लामी छाने मन पर्दैन बालेन मन पर्दैन भोट चाहिँ केमा हाल्ने गल्तीमा हाल्ने कांग्रेस त मेरोलाई त कुकुर आगोबाट के होला अहिले चाहिँ हाम्रो 9 जनाको भोट
घन्टीमै हाल्यो बालेलाई नदिने बाली भनेको माछा बाली चोर माछा चुस्ता राखेको छ अहिले भोट चाहिँ केमा दिने त्यही त घन्टीमा हाल्नु घन्टीको पाला आउँछ नि त को आयो घन्टी बजाउँदै भोट केमा हाल्ने त दाइ ल ठ्याक्कै भन्नुहोस् ठ्याक्कै भोट केमा यसमा हाल यसमा माया सबैले यसमा भोट हाल के हो दाइ त्यो त्यही जानु त्यो लिएर तपाईँ चुनावमा उठ्नु भयो र होइन किन नउठ्नु भयो दाइ किन नउठ्नु भयो त अनि यो सबै यस्तै पाठकीहरूको सङ्गत हुन्छ किन उठ्ने तपाईँलाई के लाग्छ गगन थापा यहाँ चुनाव लड्न किन आउनु भयो होला मधेसलाई लुट्नलाई हजुर ल कुन पार्टी यो हलो पार्टी हलो पार्टी हलो जित्छ ल हो ढुक्कमा हुन्छ ल अनि चाहिने हलो हो नि दिँदैन त घरतिर गएर गाउँमा गएर हलो जोत्न दुईवटा गोरु वा त्यसै भए हलो नभएर ऋषि धमलाको फेरि छुट्टै छ बोलो सुबह केसरी दाइ भोट केमा आठ सूर्य सात साप नेपाली कांग्रेस जिन्दाबाद भोट केमा घन्टीमा जय मातु के भन्नु खोज्यो केपीलाई के भन्न चाहनुहुन्छ केपी त मेरो अग्निदेल हो मेरो गु हो केपी घन्टीले जित्यो भने ठिक छ नजितेपछि अन्टीले पनि दिएन भने आफ्नै बजै यो चोटि तपाईँले भोट कहाँ हाल्ने भन्नु भएको छ रासपामा चिन्ह के हो चिन्ह तारा कांग्रेस मुजीलाई पनि हाल्दिन एमाले मुजीलाई पनि हाल्दिन घन्टी मुजीलाई पनि हाल्दिन म उयो कालो माटोमा ठोक्छु सही हो म घन्टी हो हिजो कांग्रेस आज घन्टी भोलि एमाले पर्सि राप्रपा म अनि पर्सि झर पर्सि गाई म त कहाँ हो यो ताली भोट कसलाई भोट भनेर गोप्य मतदान हो घन्टीमा देखाएर भोट हाल्नुपर्छ गोप्य मतदान हो हाम्रो कर्मै यस्तो रहेछ हाम्रो कर्मै यस्तो रहेछ लास्ट इमोसन भयो त अङ्कल के को माहौल छ यतातिर अब सबै एमाले छन् सबै काङ्ग्रेस छन् 3 नम्बर वार्ड हो अब यो एमालेको चाहिँ गढ हो यो तर अहिलेको चाहिँ सूर्य चिन्ह छँदैछ भन्दै घन्टीमा चाहिँ ठोक्छ जस्तो झन्डा चाहिँ एमालेको ब्याज चाहिँ घन्टीको लाउनु हो नि त तपाईँले होइन घन्टीमै हाल सम्पूर्णलाई नमस्ते म टासी लाजुम र म हाल कांग्रेसको उम्मेदवार हुम्लाबाट कैसा लगा मेरा मजाक भित्र पसेर मेरो दुकाली बुकाली भित्र पसेर मेरो दुकाली बुकाली भित्र पसेर मेरो दुकाली बुकाली भित्र पसेर मेरो जग्गा त्यत्रो म उठौँ उम्मेदवार हाम्रो तुमले बेचेर खाइस् अनि त्यहाँदेखि यहाँ फेरि जुत्ता फुकालेर मेरो मन्दिरभित्र पसेर ढोकेको खोइ कहाँ हो अनि के गर्नु मैले कुरो दिन सक्छु त आएको माथि सक्दैन किन गर्छु भनेर आइस् सही हो तिमीहरू पुराना अनुहारका सही कुरो मासु र भातमा बिकेपछि हालत खराब हुन्छ कुकुरको होइन साँच्चै जनताहरू एकदम फ्रस्ट्रेट छ क्या दिदीहरु सबले फेसबुकबाट भोट माग्दिनु पर्यो है हस् मागिरहेछ के भन्नु खत्तम
यो चाहिँ गलत हो क्या, यो चाहिँ नगरेको हो। यो बाटो किन पिर्नु भएको मैले त सबैले चाहिन्छ, सबैले मागेको बाटो क्या नबोलिकन चुप लाएर अनि तपाईँले के भने त्यही चुप लाएर बस्नुमा तपाईँ महाकाली बेताको अन्तिम सिग्नेचर कर्ता है? त्यसलाई वायात कुराहरू नगर्नुहोस् त। कसरी वायात भयो यो कुरा? भन्नुभएको छ हामी नयाँ बनेर आयौँ, हामी नयाँ हौँ भन्नुभएको छ कि सर? काङ्ग्रेस नयाँ हो कि पुरानो? तपाईँले मुडमा ल्याउनु भयो मलाई। तपाईँलाई म एउटा उदाहरण दिन्छु। काभ्रे निर्वाचन क्षेत्र नम्बर 2 मा काङ्ग्रेसको उम्मेद्वार मधु आचार्य प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्वार, मधु आचार्य प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्वार काङ्ग्रेसको काभ्रेमा, टिकट दिने दाजु गगन थापा, मधु आचार्यको श्रीमती कमला पन्त राष्ट्रिय सभाको सदस्य। अनि यो संसद चाहिँ के तिनकै जोडी बस्नलाई भ्यालेन्टाइन डेको सिट रिजर्भ गरेको हो र? अनि गगन थापाहरूलाई सोध्नुहोस् यदि सुध्रेको काङ्ग्रेस यो हो भने बिग्रेको काङ्ग्रेस कस्तो हुन्छ? त्यही हो अघि हाल्ने कन्ट्रीमा है, त्यही कन्ट्रीमा हालेर एमालेमा किन हिँड्नु छैन? प्रधानमन्त्री बनेर हिँड्ने भनेर हिँड्नु भएको छ। भन त म चाहिँ अहिले अमेरिकाको राष्ट्रपति हुन्छु भन्न पाएँ नि, तपाईँले म रोक्न सक्नुहुन्छ? भन्ने कुरा पत्ता पनि हावा कुरा पत्ता हुन्छ, ताहा कुरा सम्बर देख्नु तपाईँ देख्नुहुन्न? उहाँले एक सिट जित्नुहुन्छ जस्तो लाग्छ मलाई। अनि प्रधानमन्त्री कसो? अनि एक सिट ल्याएर प्रधानमन्त्री हुन्छ? जितिहाल्नु भने उहाँले जित्ने होला, त्यो उहाँलाई गाह्रो छ। अनि एक सिट ल्याएर प्रधानमन्त्री हुन्छ कि यो मुलुकमा संविधान संशोधन गर्नुपर्छ, जसले एक सिट ल्याउँछ सबभन्दा कम सिट ल्याउनलाई प्रधानमन्त्री बनाउने भन्ने नीति आएको हुन्छ। काठ मात्र होइन, मेरो त वंशै उजाडिदिए। के गरे यिनीहरूले? मेरो बच्चालाई मैले कुनै दिन एक थप्पड नहानेर यत्रो हुर्काएको बच्चालाई यसरी मारिदिए होइन? साथीहरू, यो लास्ट पार्टले चाहिँ एकदमै इमोसनल बनाउने टाइपको रहेछ। त्यही हो, तपाईँहरू पनि अब धेरै दिन छैन, तपाईँहरूको अमूल्य मतदान गर्ने दिन आइसकेको छ। त्योभन्दा अगाडि चाहिँ सोचेर सम्झेर कसैको लोभ लालच र पैसा मासु भातमा नबिकिकन आफ्नो अमूल्य मतदान गरेर देशलाई समृद्धतिर उन्मुख गराउन सहयोग गर्नुहोला। त्यही हो, अब धेरै समय भएको थियो भिडियो नलिएको, आज यसो हाँसौँ न त भनेर हेरेको। लास्ट पार्टले त झन्नै एकदम टच गरायो। त्यही हो साथीहरू, फेरि पनि अरू भिडियो लिएर आउनेछु। आजलाई यति नै है त।